एकजना पास्टर, इन्टरनेसनल पास्टर, कन्फरेन्समा गएर वचन बोल्नु पर्ने छ। नेपाली होइन, इन्टरनेसनल, उहाँ नेपाली हुनुहुन्न। भोलि कन्फरेन्समा गएर वचन बोल्नु पर्ने छ। उहाँको छोरीलाई आज केटाहरूले कारभित्र हालेर ग्याङ रेप गरिदिन्छ। भोलि वचन बोल्नु छ प्रभु कति भलो हुनुहुन्छ भन्ने विषयमा, भोलि वचन बोल्नु छ प्रभुले कति आशिष गर्छ भन्ने विषयमा, भोलि वचन बोल्नु पर्ने छ प्रभुले सुरक्षा दिन्छ भन्ने विषयमा। आज के भयो? आफ्नो छोरीलाई केटाहरूले कारभित्र हालेर ग्याङ रेप गरिदियो। मुटु छिया छिया, आमाको रुवाबासी, छोरीको रुवाबासी, पास्टर रुनु पनि भएन। अरूलाई उत्साह दिने मान्छे, त्यही कारण एउटा कुरा चाहिँ आफ्नो पास्टरलाई बुझ्नुहोस्। अनि कन्फेसमा जान्छ, सबै कुरा रेडी भइसकेको छ, रुने कि वचन बोल्ने। अनि उहाँ कन्फरेन्समा जानुहुन्छ अनि एउटा मिठो कुरा भन्नुहुन्छ प्रभुलाई। आँखा बन्द गर्नुहुन्छ, आँखादेखि तुरुरु आँसु आउँछ। अचम्म नबन्नुहोस्, पास्टर भए पनि मान्छे हो, ढुङ्गा होइन, ढुङ्गा होइन। अनि सबैजना मान्छे खुसी छ, आमामा खतरा वक्ता आयो, खतरा वक्ता आउनु भएको छ, आज यहाँ निको हुन्छ, आज चङ्गे हुन्छ। तर उसलाई मात्र थाहा छ क्या म केदेखि गुजिरहेको छु भनेर। अनि दाहिने हात स्वर्गतिर उचालेर भन्छ, प्रभु मैले यति माया गरेर हुर्काएको मेरो छोरीलाई कारभित्र हालेर मान्छेहरूले रेप गर्यो। तर पनि म विश्वास गर्छु तपाईँ भलो हुनुहुन्छ। तर पनि म विश्वास गर्छु, म अझै भन्छु येशू तपाईँ मात्र प्रभु हुनुहुन्छ। म अझै भन्छु येशू म र मेरो घरनाले तपाईँकै सेवाकै गर्नेछ। अनि तपाईँ थाहा छ एउटा कुरा, अनि त्यो रेप गर्ने मान्छेहरूलाई पछि पक्रिन्छ। अनि त्यो पास्टर त्यहाँनिर जानुहुन्छ। थाहा छ अन्तिममा के भन्छ? मैले चाहेँ भने तपाईँहरू अहिले जेल जान्छ लाइफ टाइमको लागि, तर म क्रिस्चियन हो, म तपाईँलाई फर्गिभ गर्छु, म तपाईँलाई माफ दिन्छु। किनभने परमेश्वरले जगतलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र पठाउनु भयो ताकि उहाँमाथि बिलिभ गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन प्राप्त गरोस्। अनि उहाँले मिठो भनेका इभन त्यो कस्टडीमा पनि म यूहन्ना 3को 16 पद बोकेर गएँ। अनि त्यो रेपिस्टहरूले नि प्रभुलाई ग्रहण गर्यो। त्यही सुन्नुहोस्, विश्वासको अन्तिम पोइन्ट चाहिँ त्यो, जब आफूले विश्वास गरेको, 15 वर्ष भइसक्यो बिलिभ गरेको, 20 वर्ष भइसक्यो बिलिभ गरेको, यहाँबाट म निस्किन्छु भनेर मेरो साथी त्यहाँबाट निस्किसक्यो। जसलाई मैले सिकाएँ वचन ऊ निस्किसक्यो, उक्लिसक्यो, ऊ कहाँ पुगिसक्यो। रेसमा सबभन्दा अन्तिम चाहिँ मै भइरहेको छु। तर पनि प्रभु स्टिल म तपाईँलाई आराधना गर्छु, स्टिल म तपाईँलाई वर्शिप गर्छु, स्टिल म तपाईँलाई महिमा गर्छु। यसलाई चाहिँ भन्छ हाइपर फेथ, उग्र विश्वास। भन्नुहोस् त, उग्र विश्वास।